हेलो गाइज नमस्ते। यो चाहिँ होइन सिम्बल नम्बर आफूसँग नभए तापनि होइन हराए पनि आफूसँग आफ्नो एसएलसीको सीको सिम्बल नम्बर हजुरसँग छैन भने हराएको छ भने पनि नआत्तिनुहोस् होइन। सानोठिनीमा गएर चाहिँ होइन परीक्षा बोर्ड क्लास 10को त्यहाँनिर गएर 26 नम्बर गेटमा जानुहोस् र सरहरूले हजुरहरूलाई हेल्प गर्नुहुन्छ र त्यहाँबाट सिम्बल नम्बर दिनुहुन्छ। त्यसपछि तपाईँहरू रुम नम्बर 4 मा गएर बिलिङ गरेर 4 या 5 मा गएर बिलिङ गरेर चाहिँ हजुरहरूले चाहिँ त्यहाँबाट चाहिँ मार्कसिट र सर्टिफिकेटहरू तपाईँलाई के आवश्यक पर्छ त्यो चाहिँ दिनुहुन्छ। अनि त्यसपछि चाहिँ हजुरहरूले त्यहाँ चाहिँ 500को चाहिँ भाउचर काट्नुपर्ने हुन्छ। एउटाको 500 रुपियाँ। अब जस्तो कि हजुरहरूको सर्टिफिकेट छ भने के 500 रुपियाँ। अनि त्यसपछि यो मार्क्स कार्डको चाहिँ 500 रुपियाँ गरेर चाहिँ यसरी चाहिँ लिनुहुँदो रहेछ। अनि तपाईँहरूले सजिलैसँग नआत्तिकिन त्यहाँनिर गएर चाहिँ निकाल्नुहुन्छ। सायद होपफुल्ली यो चाहिँ तपाईँहरूलाई चाहिँ हेल्पफुल हुन्छ होला भनेर यो भिडियो चाहिँ मैले बनाएको छु है हजुरहरूको लागि। धन्यवाद।